अब क्रेडिटको कुरा गरौँ। क्रेडिटको लागि चाहिँ हजुरहरूले फर्स्टमा अर्डर लिनुपर्ने हुन्छ। अर्डर लिइसकेपछि हजुरहरूले चाहिँ यसलाई प्लेस अर्डर गर्नु होला यहाँबाट। अनि अर्डर प्लेस हुन्छ, त्यसपछि हजुरहरूले क्रेडिटमा क्लिक गर्नु होला। क्रेडिटमा क्लिक गरिसकेपछि हजुरहरूले यहाँ मार्क क्रेडिट भन्ने अप्सन पाउनुहुन्छ। मार्क क्रेडिट गर्नु होला। त्यसपछि हजुरहरूको अगाडि यो बिल आउँछ यसरी। अनि हजुरहरूले फर्स्ट टाइम कस्टमर एड गर्दाखेरि कस्टमरको नाम राख्नु होला। कस्टमरको नाम यहाँ एड न्यू कस्टमर भन्ने अप्सनबाट हजुरहरूले एड गर्न सक्नुहुन्छ। त्यसपछि उहाँहरूको फोन नम्बर एड्रेस हजुरहरूलाई राख्न मन छ भने हजुरहरूले राख्नुहुन्छ। यो फिल्डहरू खाली राख्नु भए पनि हुन्छ। सबै क्रेडिटमै हो भने चाहिँ हजुरहरूले यसलाई जिरोमै छोडिदिनु होला, अथवा केही अमाउन्ट दिनुभएको छ भने चाहिँ यहाँ अमाउन्ट लेखेर हजुरहरूले यहाँ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसक्नु भएपछि यहाँ हजुरहरूलाई मार्क एज क्रेडिटको अप्सन आउँछ। हजुरहरूले यस मार्क एज क्रेडिट गर्नुभयो भने यो बिल चाहिँ क्रेडिटमा गएर बस्छ र करेन्ट अर्डरबाट हट्छ।